वर्षाको समय झमझम पानी परिरहेको थियो। मकैमा पातहरूमा पानी बजेको आवाज स्पष्ट सुनिन्थ्यो। निष्पट अँध्यारोले जताततै छोपेको थियो। खोल्सा, बारी र कान्नामा झ्याकिरीका आवाज, जुनकिरीको पिल उज्यालो अनि कल कल गर्दै बगेको पानी। हातमा टर्च लाइट। ब्याट्री पनि सिद्धिन लागेकोले जिम गर्दै थियो। कति बेला सन्नाटा छाए जस्तो, कति बेला निकै रोमान्टिक लागे जस्तो। सबैका घरमा बत्ती निभिसकेका थिए। मानिसहरूको चहल पहल केही थिएन। गाउँमा भएको बैठक सकेर घर फर्कदै थिए। बाटोको लामो घाँसले बाटो छेक्थ्यो बेला बेला। ज्वाम्म बाँसका घारीहरू कता स्याल कराए जस्तो, निष्पटमा कतै कुकुर भुके जस्तो। मनमा डर मिश्रित तर्कनाहरू। आफू लाठे भई सक्दा पनि जवानीको रस चाख्न नसक्नु। जवानीलाई सोझोपनमा नै लुकाएर राख्नुपर्ने। सोच्दै एउटा घर छेउ आइपुगेछु। सुनेको थिएँ त्यो घरमा एउटा केटी बस्छे। त्यो घरका मानिसहरू अहिले अन्त कतै गएका छन्। त्यो केटीले उनीहरूको घर कुरेर बस्छे। गाउँमा निकै कहलाएकी केटी थिई त्यो। वारीपारी गाउँका केटाहरूले उसलाई बाँकी राखेका छैनन्। छिमेकी गाउँका केटाहरूको पुरुषत्व चाखे सकेकी। मलाई पनि यही मौकामा मेरो पुरुषत्व देखाउन मन जागेर आयो। बारीको डिलको बाटो ढल्केका मकै र सिमीका बोट पन्साउँदै त्यही घर पुगे। घरको मूल डारमा ठूलो ताला लागेको रहेछ। बाहिर यताउति हेरे। दलानमा राखेको खाटमा एकजना सुतेको देखे। नजिकै जान पनि डर लागे जस्तो भयो। लाइटको उज्यालोले चिन्ने प्रयास गरे। अलि नजिकै पुगेर नियाले। उही केटी पम्फा रहिछे। मस्त निद्रामा थिई ऊ। उसको निद्राको मलाई वास्ता भएन। उसको छेउमा पुगे। उसलाई बिउजाए। पम्फा छक्क परी। तिमी किन आको यहाँ, उसले सोधी। तिमीलाई भेट्न मैले भने। मलाई भेट्न यति राति सुतेको बेला आउन पर्छ त? उसले भनी। यही बाटो फर्किँदै थिए, तिमी यहाँ बस्छौ भन्ने सुनेको थिए, त्यसैले छिरेको नि, मैले जवाफ दिए। ल किन भेट्न खोजेको भन? उसके सोधी। एकछिन बसेर भनुला नि, मैले जवाफ दिए। ऊ माथि ब्रा र तल पेन्टी लगाएर सुतेकी रहेछ। मैले भिजेका जुत्ता र छाता अलि पर राखे। तिमी त भिजेका छौ त, उसले भनी। त्यही बजेर त यहाँ औत लाग्न आको नि, मैले भने। यस्तै कुराकानी हुँदाहुँदै उसले मेरो आशय बुझी। पम्फा, तिमी त धेरै केटाहरूसँग सुतेकी छौ रे हो? किन? सुनेको भएर सोधेको। सुत्नु हुँदैन? धेरैसँग सुतेकी मान्छेलाई किन भेट्न आउनु पर्ने त? अरूसँग नसुतेकोलाई भेट्न जानु नि। त्यस्तो भनेको होइन। तिमीलाई यसरी भेट्न पाएको छैन, अरूसँग नसुतेकोलाई कसरी भेट्नु? यति भन्दै म पनि उसँगै सिरकभित्र छिरे। क्या तातो! बिस्तारै हात उसका पुट्ट उठका छातीमा पुगे। सलबलाउँदै खुट्टाको बीचमा पुगे। हातभरि रौ आए। निकै लामा आएका रहेछन् रौ। यसरी हात सलबलाउँदा उसले खासै प्रतिक्रिया देखाइन। जीवनमा कुनै केटीसँग सँगै सुतेको, केटीको नाङ्गो शरीर सुमसुमाएको, केटीको यौनाङ्गो सुमसुमाएको पहिलो पटक थियो। शरीरमा करेन्ट लागे जस्तै लागेको थियो। शरीरको करेन्टसँगै कुमार पुरुषत्व बलवान बनेको थियो। पम्फा भने कुनै प्रतिक्रिया नदेखाई सुतिरहेकी थिई। उसको ओठमा किस गरे, निधारमा किस गरे, घाँटीमा किस गरे। यसरी किस गर्नुपर्छ भन्ने जानेर गरेको होइन, उत्तेजनामा पनि यस्तो हुँदो रहेछ। मलाई जसरी यौन अनुभूति गर्ने थियो, चाहे उसको जस्तो सुकै प्रतिक्रिया होस्। उसको हातमा तानेर मेरो यौनाङ्ग राखिदे। औहो, कति ठूलो हो, उसको पहिलो प्रतिक्रिया थियो यो। त्यसपछि ऊ माथि चढिहाले। मेरो लाडो लगेर उसको पुतीमा राखे। थाहा थिएन कसरी कता हो छिराउने, तर कति बेला छिराउँ भइसकेको थियो। उसले अलिकति खुट्टा फटाई। लाडोले दुलो फेला पारेछ, ल्वाक्क छिर्यो। उसको पुती चिसो थियो। अलि चिप्लो पानी आएको थियो। एकछिन भित्र बाहिर गराए। उसमा न उत्तेजना छ, न कुनै भावना छ, न प्रतिक्रिया। एकछिनपछि फुसी झर्ला जस्तो भयो। त्यसपछि बाहिर झिकेर उसकै नाइटोमा झारिदिए। मेरो पहिले यौन सम्बन्धले मलाई निकै चिसो अनुभूति दियो। एकछिनपछि त्यहाँबाट घरतिर निस्के। बाटोभर पछुतो बाहेक केही लागेन।
बेकारमा मैले किन त्यो केटीलाई चिके होला? के चिक्नु भनेको यही हो? यदि चिकाइ यही हो भने मानिसहरू किन यसरी मरिहत्ते गर्छन्?